यहाँ एकदमै धेरै मूर्ख मान्छे बस्दा रहेछन्, त्यसकारण यी पिपलका बर्खा रुख राखेका रहेछन्। हाम्रो पोखरामा हाम्रो गाउँघरतिर विद्वानहरू बसेको हुँदा बचेका 2-4 पिपलका रुख पनि घर अँठाउँछ भनेर फाल्छन्। यहाँ मूर्खहरू रहेछन्, यत्रा बुढा हेर्नुहोस् त, यी सब पिपलका रुख हो नि। यस्ता बुढा पिपलका रुख बर्खा रुख राखेर एकदमै मूर्ख हिन्दूहरू रहेछन् यहाँ। यही कुरा तपाईँहरूलाई जानकारी गराएँ। अब हाम्रोमा भए काटिसक्थे, यो पिपलको रुखले पात झार्यो, सहर फोहोर भयो भनेर। तल झरेपछि सफा हार्ने भन्ने सोच छैन, फोहोर भयो भनेर झार्नतिर लाग्ने थिए। यहाँले मूर्ख रहेछन् मान्छे। त्यता पनि पिपलकै रुख हो, यो सबै यो पिपलको रुखले गर्दा यहाँको सबै कार्बन डाइअक्साइड यो सबै चोसेर यस्तो छ। यो कुरा यति दिल्लीमा हाम्रा इन्भेस्टर पनि छन्, हरेक नेताहरू उपचारका लागि नै आउँछन्, देख्छन्। सानोदेखि ठुलो, कामदारदेखि नामदारसँगका मान्छेहरू, हलीदेखि दलैसँगका सब मान्छेहरू यहीँ आउँछन्। तलका चम्चेदेखि नेतासँग फेतासँग सबै यहीँ आउँछन्। तिनीहरू सबैले यो यहाँको विकास, यहाँको यो रुख देखिरहेछन्, फेरि हाम्रोमा गएर रुख काट्छन्। यति पनि विचार नहुने कि आफै जान्नु, नभए अर्काले गरेको त मनन गर्नु भन्ने हुन्छ, त्यो पनि छैन। अहिले म तपाईँहरूलाई दिल्लीको मेन सिटीभित्रको जङ्गल, झन् प्लेनबाट हेऱ्यो भने त पुरै जङ्गलभित्र पसे जस्तो देखिन्छ। अहिले यस्तो छ, यो तरिका हो, यो देखाइरहेको छु। सबैले यो युट्युब च्यानल हेरेर गर्नु होला भन्ने हार्दिक अनुरोध पनि गर्दछु।